अहिले पनि बार उठिरहेका छन् यस्ता खालका प्रश्नहरू। त्यो सशस्त्र प्रहरीमा, त्यो नेपाल प्रहरीभित्र चाहिँ सामान खरिदका प्रकरणमा मेरो एउटा प्रश्न छ, सुन्तलामा भिटामिन पाइन्छ, अन्डामा भिटामिन पाइन्छ, जुत्तामा पाइने भिटामिन के हो? मोजामा के भिटामिन पाइन्छ? मोजा खाँदा पाइने भिटामिन के हो? जुत्ता खाँदा पाइने भिटामिन के हो? यो बार उठेको प्रश्नहरू छ। एउटा गरिबको छोरा एउटा सिपाही भएर आएको छ, उसको जुत्ता खाइदिने, मोजा खाइदिने, कट्टु खाइदिने, उसका लुगा खाइदिने, कपडा खाइदिने, यो बार प्रश्न उठ्यो। यहाँ मात्र होइन, सुडानसम्म पुग्ने बेला अन्तर्राष्ट्रिय जगतमा पनि यो सामानहरू यो खरिदका प्रकरणमा विभिन्न प्रश्नहरू समय उठेको छ र यो बारेमा बदनाम भएको छ सङ्गठनहरू। नेपाल बदनाम भएको छ। अहिले म एउटा सांसद मात्र होइन, एउटा सत्तारूढ पार्टीको सांसद के भन्दैछ, हामीलाई जनताले के भनेर दिएका हुन् यतिका भोट, यो विषयमा एन्टी करप्सन र गुड गभर्नेन्सको नेतृत्व गर्नु भनेर पठाएका हुन्। आजको समयमा फेरि पनि यही कुराहरू चाहिँ दोहोरिरहन्छ भने यी कुराहरूको चाहिँ साँची बस्न सकिँदैन। त्यसले स्पष्ट रूपमा चाहिँ यी जुत्ताहरूको खरिदमा, कपडाको खरिदमा समिति बन्नुपर्छ, समितिले छानबिन गर्नुपर्छ। समिति त्यहाँभित्र होइन। अहिले मैले यसो त्यहाँ हेरिरहेको छु, यो छानबिन भइरहेको छ। अख्तियारमा कुन एउटा कार्कीले छानबिन गरिरहनु भएको छ भने धामीको मुद्दा धामीले, कामीको मुद्दा कामीले, कार्कीको मुद्दा कार्कीले छानबिन गर्न पाइँदैन। त्यहाँ पनि यो विशेष खालको छानबिन समिति बन्नुपर्छ र यसले स्पष्ट ढङ्गबाट छानबिन गर्नुपर्छ के भएको थियो। अहिले मैले आइजिपी साहबहरूको यसो कुरा सुने, केही पनि छैन, कहीँ पनि छैन, कहीँ संलग्नता छैन। हामी मान्दछौँ तपाईँले त्यो खातामा पैसा हालिदिनु भएको छ, हातामा होइन खातामा गएको छ पैसा, स्पष्ट गएको छ। यो सभापतिज्यूले पनि लामो समय राजनीतिमा खारिएर आउनु भएको छ। नाइट बस पश्चिम र पूर्वबाट आएका नाइट बसले ती दाङतिरका जङ्गलमा एउटै होटलमा लगेर रोक्ने थिए। मलाई लाग्थ्यो पहिलासम्म यो जङ्गलभित्र एउटा होटल कसरी चल्छ भन्ने मलाई लाग्थ्यो। तर सर्लक्क ल्याएर एउटै होटल भएको ठाउँमा ल्याएर ट्याक्क गाडी रोकिदिने र मन परेको आफ्नो तरिकाले किनेर खानुहोस् भनेर पठाइदिने। फेरि नेपाल प्रहरीको कपडा, इमादी प्रहरीको कपडा जुम्लामा कति ठाउँमा पाइन्थ्यो, मुगुमा कति ठाउँमा पाइन्थ्यो। यी मान्छेहरू कोही तपाईँहरू चिन्नुहुन्छ कि चिन्नुहुन्न? अहिले यहाँ जति पनि यो ठेकादारहरू, एउटा अचम्मको कुरा त के छ भन्दाखेरि ठेकादार चयन प्रक्रियामै अनियमितता भएको छ भनेर मान्छेले बडो जानेर लेखेको यो एकदम सूक्ष्म अध्ययन गरिएको छ। यसमा ठेकादार प्रक्रिया, छनौट प्रक्रिया नै त्यो गलत छ। त्यो ठेकादारहरूको कहीँ कतै त्यो प्रहरीसँग चिन्जान हिमचिम छ कि छैन? जिल्लामा पनि यहाँ के भनिएको छ, जिल्लामा पनि प्रहरीको हेडक्वार्टरले तोकेको हेडक्वार्टरको निर्देशनअनुसार जिल्लाको कमान्डर र त्यहाँको अकाउन्टेन्टले यो काम गरिरहेका छन्। अकाउन्टेन्टबाट रिटायर भएर आएका मान्छे फेरि ठेकादार भएर प्रहरीमा प्रवेश गरेर कामहरू गरिरहेका छन्। अहिले पनि योभन्दा अझै अर्को महत्त्वपूर्ण कुरा त यहाँ के आएको छ, चोरी भएको छ आइजिपी साहबको घरमा। यो चोरी भएको हो कि होइन त्यो समयमा अहिले यहाँ जे भनिएको छ, आइजिपी साहबको घरबाट 3 करोडभन्दा बढी पैसा चोरी भयो। त्यो चोरीमा संलग्न भनिएका मान्छेहरूलाई पुलिसको विशेष ब्युरोले लगेर यातना दिइरहेको छ भनिएको छ। तपाईँको घरमा चोरी भएको हो कि होइन बताउनु होला। यो अब आइजिपीकै घरमा चोरी भयो भने अनि जनताले चाहिँ के गर्ने त सभाज्यू? आइजिपीकै घरमा चोरी हुने हामी दिन्छौँ सुरक्षा, नआत्तिनुहोस्, हामी सरकारको नेतृत्व गरिरहेको छ, हामी सुरक्षा। तर यो तपाईँले भन्नुपर्छ, म पीडित भएँ, मेरो चोरी भयो, 3 करोड पैसा मेरो हरायो, यो तपाईँले भन्नुपर्छ। यहाँ सामान खरिदमा भ्रष्टाचार गर्ने, जुत्ता खरिदमा भ्रष्टाचार गर्ने, अरू त अरू हुन्थ्यो सभापतिज्यू, लट्ठी खरिदमा, भाटा खरिदमा भ्रष्टाचार भएको छ। भाटा खरिदमा भ्रष्टाचार हुन्छ न? अब भाटा हान्नुपर्ने कसलाई हो? फेरि ती जनतालाई हान्ने, ती भ्रष्टाचार गरेको खरिद गरेको भाटा लगेर जनतालाई हान्ने भन्ने हुन्छ? कसलाई यो भाटा हान्नुपर्ने? पाइँदैन यो गर्न। यो 3-4वटा कुराहरू जे महत्त्वपूर्ण ढङ्गबाट उठेको छ यो बारेमा छानबिन हुनुपर्छ। विश्व अधिकारीज्यूले ती सम्बन्धित मान्छेहरू यहाँ जसको नाम लगिएको छ प्रहरी निरीक्षक ईश्वरी अधिकारी मार्फत लगेर घरमा पैसा बुझाएको छ भने यसको समय थोरै भएको हुनाले अरू साथीहरू पनि बोल्ने होला। यहाँ डिटेलमा जे छ यसको अध्ययन गर्नु पऱ्यो, गहिरो ढङ्गबाट अध्ययन गरेर यी मानिसहरूसँगको संलग्नता कहीँ कतै हो कि होइन। तत्कालीन गृहमन्त्री ओमप्रकाश अर्याल, तत्कालीन एपिएफको आइजिपी त्यति बेला को हुनुहुन्थ्यो? हाम्रो राजु अर्यालजी हुनुहुन्थ्यो। अहिलेको गृह सचिव उहाँ नै हुनुहुन्थ्यो, प्रहरीको चिफ उहाँ नै हुनुहुन्थ्यो। गर्ने के हो? गर्ने कुरा पनि स्पष्ट छ। तत्काल छानबिन समिति गठन हुनु पर्यो। त्यो संसदीय समिति बन्ने हो कि यहीँभित्रका समितिहरू बन्ने हो कि कसरी बन्ने हो? त्यो छानबिन समिति बन्नु पर्यो। त्यो छानबिन समिति बन्दै गर्दाखेरि यो आरोप लाग्दै गर्दाखेरि नैतिकताको आधारमा आरोपित मान्छेहरू त्यो जिम्मेवारीमा बस्ने अधिकार हुँदैन। अहिलेको गृहमन्त्री पनि आरोप लाग्दै गर्दा, प्रश्न उठ्दै गर्दा सेवाबाट त्यो जिम्मेवारीबाट अलगिएर त्यो छानबिनमा सघाउनु भएको थियो। तत्काल आजको एउटा समितिबाट हाम्रो स्पष्ट कुरा छ, तत्कालीन गृहमन्त्री, गृह सचिव र आइजिपीलाई
तत्काल सेवाबाट निलम्बन गरेर जिम्मेवारीबाट बर्खास्त गरेर बाहिर ल्याएर यो कठघारामा राखेर यो विषयमा छानबिन हुनुपर्छ। यो अहिलेको मात्र यो उसको मात्र कुरा छैन, योभन्दा पूर्व पनि अहिले पनि त्यहाँका सिपाहीहरू हाम्रा घरका भाइ बहिनी छन्। मेरो घरको 10 जना म्यादी पुलिसमा गएका थिए। त्यस्ता केटाकेटीले लाउने, त्यसरी दुःख गरेर गरेका केटाकेटीले लाउने पैसामा यो खालो बदमासी गर्न पाइन्छ? तत्काल छानबिन, तत्काल यी आरोपित मान्छेहरूलाई तत्काल जिम्मेवारीबाट बाहिर राखेर तत्काल छानबिन समिति बनाएर बर्खास्त गरेर यो छानबिन गरिनुपर्छ। नैतिकता छ भने तपाईँहरूले छोड्नुपर्छ, कानुनी राज्य हो भने बर्खास्ती गरिनुपर्छ। आजै अहिले राइट नाउ अहिले हुनुपर्छ यो विषयमा। यति सजिलै यो हल्का फुल्का विषयमा मैले बार बार भनेको छु, ठुला ठुला भ्रष्टाचारको काण्ड हुने, ल्याउने र सार्वजनिक लेखा समितिमा ल्याउने अनि सुनपानी छर्किन लागेर समितिमा मुद्दा चलिरहेको छ, अख्तियारमा चलिरहेको छ, यता चलिरहेको छ, उता चलिरहेको छ भनेर अलमल पारेर चोखिएर घर रिटायर भएर घर जान पाइँदैन। राजु अरियालजी कहाँ हुनुहुन्छ? तत्काल लिएर आउनु पर्यो। यहाँ हाम्रो ओमप्रकाश अरियालजी कहाँ हुनुहुन्छ? तत्काल ल्याएर कठघारामा उभ्याउनु पर्यो। अहिले वर्दी लाएर छानबिन हुँदैन सभापतिज्यू, यो कुरा स्पष्ट। यहाँ कहाँ हो यो दिनुपर्ने, यसलाई लेखेर दिनु होला। वर्दी लाएर बसेर ल मलाई छानबिन गर भन्न पाइँदैन। गृह सचिवको त्यो कुर्सीमा बसेर म माथि छानबिन गर त भनेर भन्न पाइँदैन। यो स्पष्ट हुनुपर्छ। यो यी यावत कुराहरू छन्, अझै यसका गहिरो अध्ययन हामी पनि गरौँला। यो अहिले मात्र होइन, म 18 वर्षदेखि प्रहरीको बिटमा मैले पनि रिपोर्टिङ गरेर आएको छु, सुरक्षाको बिटमा मैले पनि हिजो रेडियो टेलिभिजनमा रिपोर्टिङ गरेर आएको छु। म लामो समयदेखि यसका फेरिस्त मैले पनि हेरिरहेको छु। ठेकेदारहरूसँग त्यो खालको मिलेमत त छ कि छैन? यी मान्छेहरू कहीँ कतै चिनिन्छ चिनिँदैन, उहाँहरूले देख्नुहुन्छ देख्नु हुँदैन, त्यो कहीँ कतै भेटघाट हुन्छ हुँदैन, यी सबैका मोबाइलहरू नियन्त्रणमा लिनु पर्यो। जसरी प्रहरीले अरूमाथि छानबिन गर्छ त्यसै गरी यो मुद्दामा पनि, यो मुद्दा यो सामान्य तरिकाको छानबिनको मुद्दा मात्र होइन, यो खालको जे बदमासीहरू गरिएको, जे खालको कुराहरू गरिएको छ यसमा पनि फौजदारी अभियोगमा छानबिन हुनुपर्छ। यो बदमासी हो। अस्ति भर्खर मात्र सरकारले सार्वजनिक खरिदका विरुद्धमा गरिएका कर्मलाई फौजदारी मुद्दा मान्नुपर्छ भनेको छ, त्यो उसको कठघारामा उभ्याएर छानबिन हुनुपर्छ। यसमा गरिब दलितका, उपेक्षित उत्पीडितका छोराछोरी सिपाही हलदार बनाएर गेटमा राखेर सलाम हान्न लगाएर भित्र यो खालको बदमासी गर्न पाइँदैन। यो कुरामा सरकार स्पष्ट हुनुपर्छ, समिति स्पष्ट हुनुपर्छ, त्यो ढङ्गबाट निर्देशन जानुपर्छ सभापतिज्यू। होइन भने हामी जे म्यान्डेट लिएर यहाँ प्रवेश गरेका छौँ, जे मुद्दा लिएर हामी चुनाव जितेर यहाँ आएका छौँ, यस्ता खालका बदमासीको हामी साँची बस्न सकिँदैन। यो कुरामा सबै सचेत हुनुपर्छ। यो कुरा म तपाईँको बिचमा राख्न चाहन्छु। फेरि दोहोऱ्याएर भन्छु, स्पष्ट रूपमा छानबिन समिति बन्नुपर्छ, मुद्दा दायर हुनुपर्छ, फौजदारी अभियोगमा मुद्दा चल्नुपर्छ र अहिले जिम्मेवारीमा बसेका साथीहरूलाई बाहिर राखेर त्यो प्रक्रिया नसकिने बेलासम्म बाहिरपट्टि बसेर सहयोग गर्नलाई पनि हामीले भन्नुपर्छ र यो कर्म गर्नुपर्छ। धन्यवाद। सुझावको लागि धेरै धन्यवाद।